ल भान्जाको चाहिँ फेरि पनि नयाँ लुक्समा है ट्याक्क लाएर अब चाहिँ धारापानीको डन डिओएन डन हुन्छ है फेरि डिओजी डग हुन्छ होइन भान्जा भान्जा पुरै बिजी छन् के भान्जा यता हेर त कस्तो देखिन्छ तिमीलाई भान्जा भान्जा यता हेर त मामालाई हेर न त कपाल यस्तो पुरै ब्ल्याक बनाइदिएको कि भान्जा बिजी छन् पुरै मोबाइल चलाउँदैछन् कि यता हेर त एकचोटि कस्तो देखि यता हेर न मामालाई हेर न एकचोटि यता हेर त भान्जा ज्ञानी छ नि फेरि भनेको मान्छन् है गुड बाई हुन्छ कि हो कि भन्दा गुड बाई हुन्छ नि होइन गुड बाई हुन्छ भन्दा तिमी भन्नु न हुन्छ है भान्जा यस्तो देखियो नि अहिले बोल्छ न लेक्सीमा बोल्छ भान्जा अहिले चाहिँ नबोलिहाल्नु कि किन नबोल्नु भन्दा यताको लुक्सहरू नै अस्तिको भ्लगमा चाहिँ देखेको थिएन नि त यो राम्रोसँग देखेको थिएन नि त अहिले देखिन्छ भने चाहिँ राम्रोसँग देखाइदिन्छु मैले अनि यहाँ एयरफोन लाएर पुरै यहाँ हेर्नु न टिकटक हेरिरहँ कि त्यही हो अब गाउँ गएपछि यस्तो सिम्पल हुन्छ भान्जा सिम्पल बन्ने सोध्छ भान्जाको होइन भान्जा सिम्पल बन्ने नि त मान्छन् कि ज्ञानी छन् एमआरपी दाएपछि मलाई मान्छन् कि उनीहरूले भनेको मान्छन् अनि ट्याग लाएर अनि म गइरहन्छु भान्जालाई भेट्न गइरहन्छु भान्जालाई रिचार्ज कार्ड फेरि लेखिदिनु पऱ्यो नि त कहिले मामालाई सम्झिन्छन् त्यही हो हेर्न सक्नुहुन्छ अनि बिजी छन् होइन अहिले म उसलाई ट्याक्क भ्लगमा पनि देखाउँछु ट्याक्क लाएर अनि अलिक दिनपछि एमआरपी दाइ आउनुहुन्छ अरे एमआरपी दाइसँग घुम्ने म नि आउँछु म पनि घुम्छु तिमीसँग भयो होला हो त है भइसक्यो है अब यसलाई कपाल वास गर्नु पऱ्यो होइन वास गर्ने यो फुकाला नि त भन्छ यो फुकाला वास गर्नु पऱ्यो कि कपाल वास गर्नु पऱ्यो हो फुकाला हो यता हेर त कस्तो देखियो आमा हो नि त मेरो भान्जा बल्ल मैले मेरो भान्जा जस्तो लाग्यो नि त नि म त अस्तिसम्म त कस्तो मेरो भान्जा नि होइन जस्तो लाग्छ कि ल अब वास गर्ने ल कपाल वास गर्ने अरे तपाईँलाई म एकछिनमा देखाउँछु है अब निस्कियो नि त भन्छ वास गर्ने भने चाहिँ कता भित्रबाट होइन अब भन्छ भित्र गहन यहाँ चाहिँ यहाँ बस्छ भित्र यताबाट बस्छ ल कस्तो ह्यान्डसम भयो क्या केटा त कस्तो भयो फिल आमा हो छाडो बनाऊ है भन्छ कस्तो हुनेछ कम्ती हुन्छ देखियो ल आलु त जा म त्यो ट्याउको ट्याक्क यहाँ अस गर्दैछन् भान्जाले है कपाल अब यो अलि यो ट्याक्क नुहाएपछि कस्तो दामी देखिन्छ कि यहाँ कपाल वास हुँदैछ भान्जाको अब चाहिँ कसले चिन्दैन क्या अब गाउँमा सबले क्या भान्जालाई कसले पनि चिन्नु सक्छ खरा भान्जा भनेर चिन्नु सक्दैन कि नयाँ लुक्समा आएको नि त भान्जा अस्ति कपाल काटियो त्यही बेलामा ब्ल्याक बनाउनु पर्ने चाहिँ है एकैचोटि सजिलो हुन्थ्यो नि होइन ब्रदर हजुर अस्ति एकैचोटि गरिदिनु पर्ने चाहिँ एकैचोटि गर्दा त ठिक हुन्थ्यो अब भान्जा अहिले एकछिनमा देख्छन् कस्तो हुँदैन र ल यता हेरेर भन्छ अब है गम्साले हजुर स्याम्पू लाउने अरे अब त्यतिको बस्छ है होल्ड गरेर बस्छ है ल यहाँ नौदैछन् भन्छ स्याम्पूले ट्याक्क लाएर हाम्रो ब्रदरले चिटिक्क बनाउनु लाने भाइर मान्छेलाई चिटिक्क बनाउनु पऱ्यो नि मैले भनिसकेँ नि है गुड बाई भन्नु पऱ्यो नि गुड बाई ब्याड बाई भनेको गुड बाई
शीतल भयो भन्छ ल अब आवाज सुन्दैछ कपाल आवाज सुन्दैछ गाइज ह्यान्डसम होइन ह्यान्डसम भान्जालाई ह्यान्डसम होइन ह्यान्डसम भइसक्यो त भान्जालाई कसैले चिन्दैन अहिले देख्नुहुन्छ क्या तपाईँले भान्जालाई कस्तो लुक्समा देखिन्छ भनेर ल प एकछिन अब हेर्नुपर्छ कि तिमीले अब चाहिँ हेर्नुपर्छ ले हेर मामालाई है यता हेर आमा यो हो नि त नि ब्ल्याक ब्ल्याक हेर कपडा पनि ब्ल्याक है मान्छे कपाल पनि ब्ल्याक मान्छे पनि ब्ल्याक अनि गर्लफ्रेन्ड पनि ब्ल्याक है गर्लफ्रेन्ड पनि ब्ल्याक हेरे भान्सेको हिरोइनी हो गर्लफ्रेन्ड गर्लफ्रेन्ड हिरोइनी हो कि जिरोनी हो हजुर हजुर गर्लफ्रेन्ड भन्दा राम्रो छिन् मेरो कसको हिरोइनी भन्नु पर्यो नि त हिरोइन त्यसो भए त हिरोइन भन्नु पर्यो नि त तिम्रो गर्लफ्रेन्डलाई त हिरोइनी मेरो गर्लफ्रेन्ड भन्नु पर्यो हिरोइनी भन्नु पर्यो नि त तिम्रो गर्लफ्रेन्ड हिरोइनी हो राम्रो भनेर भन्न राम्रो भने मात्रै भएन नि त भान्जा हिरोइनी भन्नु पर्यो मेरो गर्लफ्रेन्ड हिरोइन छ भन्नु पर्यो नि त अहिले त दामी देखि यार कस्तो ह्यान्डसम देखियो हौ मेरो भान्जालाई खुसी भयो कि दुखी भयो तिमी भान्जा खुसी सक्छ छैनौ कपाल काट्यो कपाल कालो बनाएर एकदम एकदम खुसी हौ सबले हेर्दा लाग्यो खाना के गरेर त भन्नु त्यो बाटो हेर्नु होला सबले के भन्छन् रे बनाए तर खाना एकदम लागेको कलर कालो बनाएको भन्दै कालो भन्दा सेतो राम्रो देखिन्छ सेतो गरेर हुन्छ गर्दाखेरि सेतो पुरै भयो फेरि समझ्छ नि होइन भान्जा गाउँमा गएपछि त भान्जाले फेरि छुट्टै चलबल हानिदिन्छ नि विद्यालय राजस्व बनाउनु भएको पाले गाह्रो विद्यालय राजस्व बनाउनु भएको नजस्तो त्यही हो र विद्यालयमा देखाइन्छु अहिले पख है विद्यालय देखाइन्छु ल यति पैसा तिमी